हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। आफ्टर लङ टाइम पछि मैले भिडियो बनाउँदैछु। धेरै गर्मी थियो कि त्यही भएर बनाउनै मन लागेन। अनि त्यसपछि यहाँ सबै गर्मीले यो के भन्छ घमौरै आछ। यति धेरै गर्मी हुन्छ नि, त्यही भएर बनाउनु मन लागेन अनि बनाएन। आज हिजो चाहिँ बेसमारी पानी पर्यो अनि अहिले चाहिँ शीतल भएको छ। अनि चिकन बनाएको छु, स्पाइसी चिकन। हिजो पानी परेर होला धेरै पिरो खानु मन लाग्यो अनि स्पाइसी चिकन त्यो ग्रेभी खानु मन लागेको चिकन भन्दा नि। अनि यो स्पाइसी चिकन प्लस ग्रेभी अनि यो चाहिँ आलु अनि यो के भन्छ लट्टेको साग, रातो लट्टेको साग मिक्स गरेर यसको झोल बनाएको। अनि यो ग्रेभी अनि यो राइस भइहाल्यो। यो लट्टेको साग त फर्स्ट टाइम यस्तो बनाएको। हिजो बेसमारी पानी पर्यो, हावा पानी, अनि आज पिरो पिरो बनाएर खानु मन लाग्यो। त्यही भएर यसरी मिठो हुने रहेछ त। चिकन अनि आलु अनि लट्टेको साग। चिकन पनि ट्राई गरौँ न। ग्रेभी मैले चिकनमा त धेरै ग्रेभी बनाएको, चिकन भन्दा नि एकदम पिरो ग्रेभी खानु मन लागेको थियो। पिरो चाहिँ भएको छ, त्यति साह्रो पिरो चाहिँ भएन छ। चिकन गर्मीले गर्दा केही गर्नु मन नलाग्ने क्या, खाना पनि नरुच्ने। यसमा चाहिँ हरियो खोर्सानी काटेर हालेको, चिकनमा चाहिँ 2 स्पुन रातो मिर्ची हुन्छ नि धुलो, त्यो हालेको। मैले 1-2टा कमेन्ट देखाएको थियो, तिमी त खाएको मात्रै भिडियो हाल्छौ, अरू केही हाल्दैनौ भन्छन्। अब के गर्नु, घरमा सानो बच्चा छ, बच्चालाई हेर्नु कि भिडियो बनाउनु हुन्छ क्या। अब कोही हेर्ने मान्छे भए बाहिरको भ्लग हाल्नु त्यस्तो हुन्छ। घरको नि भ्लग हाल्नुहुन्थ्यो तर भ्याइँदैन नै, अहिले पनि सुतेको छ, त्यही भएर मात्रै हो। नभए त उठेपछि त अलिक ठुलो भएपछि चाहिँ भ्लगहरू बनाउँछु सोचिरहेको छु, हेरौँ। अहिले टाइमै मिल्दैन भ्लग बनाउन वगेरा। चिकन भन्दा यो त दामी रहेछ हो, यसरी बनाएर खानु पर्यो। गाउँघरमा त यसरी सुँगुरको चारो हालिन्थ्यो, तर यहाँ त क्या दामी क्या, मिठो लाग्यो। आलुसँग झन् बेसमा मिठो हुने रहेछ।
फेरि पानी पर्न थाल्यो। अब बारिसको सिजन भयो नि त, लगातार पानी पर्छ, गर्मी हट्छ। पानी परेको राम्रो त हो, तर जहाँ जाँदा पनि सिक लाग्छ क्या, जानै अल्छी लाग्छ। यताउता गर्मी चाहिँ हुँदैन, घाम उडाउँदै नि निस्किँदैन। खाना चाहिँ मजाले रुच्छ जाडोमा। यहाँको गर्मी त फेरि यहाँको यो के अरे बारिस त फेरि 3 महिना लगातार पानी पर्छ, नन स्टप जोडले। काममा जानलाई चाहिँ गाह्रो हुन्छ। दाँततिर नि अड्केछ, सबै खाइयो मस्तसँग, पानी नि पर्दैछ। हस् त, यति दिनसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।